जापानमा चाहिँ एसएसडब्ल्यू भिजाबाट सुरुमा काममा जाँदाखेरि चाहिँ म एकदमै छक्क परेको कुरो तपाईँहरूलाई सुनाउँदै छु हैन। सायद तपाईँहरू पनि छक्क पर्नु भएको थियो होला। भिडियोलाई अन्तिमसम्म हेर्नु होला हैन। म चाहिँ सुरुमा काममा जाँदाखेरि चाहिँ काममा सबै बुढाबुढीहरूलाई मात्र देख्थेँ हैन। 70-80 वर्षको बुढाबुढीहरू मात्र काम गरेर हुन्थे। अनि म चाहिँ हेरेर दङ्ग पर्ने के ओहो यो उमेरमा त हाम्रो नेपालमा त पुरै अब बुढेसकाल लाएर थके मार्ने उमेर हुन्थ्यो हैन। यहाँ त मजाले काम गरेर हुन्छन् बुढाबुढीहरू सबै। प्राय जसो सबै ठाउँमा त्यही नै हुन्छन् होला हैन। 60 वर्षसम्मको त ठिकै हो साथीहरू हैन। 70-80 वर्षको पुरै कुप्रेर काम गर्ने पनि हुन्छन् हैन। अनि सोध्यो भने चाहिँ किन तिमीहरू चाहिँ यसरी काम गर्छौ, अब किन काम गर्नु पर्यो बुढेसकाल लागेपछि भनेर सोध्यो भने चाहिँ पहिलेदेखिबाट काम गर्ने बानी भएपछि रुममा बस्न झ्याउ लागेछ, घरतिर बस्न झ्याउ लागेछ भनेर चाहिँ काममा आएको भन्ने मान्छे धेरै हुन्छन् हैन। अब यहाँ चाहिँ डिसिप्लिनै यस्तै छ साथीहरू। पहिलेदेखिबाट चाहिँ काम गर्नुपर्छ नत्र खान पाइँदैन भन्ने डिसिप्लिन भएको भएर चाहिँ सबैजना चाहिँ यसरी बुढेसकालमा पनि काममा आउँदा रहेछन् हैन। र जति पनि एसएसडब्ल्यूमा काम गर्दै हुनुहुन्छ तपाईँकोतिर चाहिँ कतिजना बुढाबुढीले काम गर्दै हुनुहुन्छ हैन। र कस्तो लाग्छ तपाईँलाई, सुरुमा कस्तो लागेको थियो यसो कमेन्ट गर्नु होला हैन। र राजको यात्रालाई सबैजनाले फलो गर्नु होला। आरिगातो गोजाइमास।